के भएछ यहाँ भाइलाई सोधि हेरौँ ल। के भयो भाइ? ए दाजु यो गाउँबाट आउँदै गरेको कि हजुर। चेनै चुट्टिएर यहाँ तनाव भयो नि हौ। अरे चेन चुड्यो? हजुर यहाँ हेर्नु न यी चेनै यो अरे लक मात्र कहाँ पुग्नु पर्ने भाइ चाहिँ? माथि नै हो बजार। अरे हो र? बजारसम्म पुग्नु पर्ने यहाँ आउँदा आउँदै पो चेन छुट्यो हौ। अरे चेनै चुडेछ नि हो। हजुर। ल कुनै बाइक आयो भने सहयोग मागौँ ल। ए हुन्छ नि। भाइ पर बाइक आउँदैछ सोधौँ ल। ए हुन्छ नि एकचोटि सोधि हेरौँ ल। भाइ तिमीसँग के औजार छ? यहाँ बाइक बिग्रेर भाइ एकदम आपत पर्यो कि बजारसम्म जानुपर्ने। बाइक चाहिँ के बिग्रियो? यहाँ भाइको एकदमै चेन चुडेको रहेछ। अनि तपाईँसँग के औजार छ? अरे यस्तो कुरा चाहिँ म बोकेर हिँड्थेँ। हजुर। छ कि छैन त्यो चाहिँ अब ल एकचोटि हेरौँ न त। ल अनि यस्तो सामानहरू बोकेर हिँड्छौ र? होइन दाजु म पनि धेरैचोटि अभर परेको छु कि हजुर। यस्तो कुराहरूले म चाहिँ अलिकति सचेत भएरै हिँड्छु क्या ए यस्तो कुराहरू चाहिँ। ए अब म राख्न चाहिँ यहाँ राख्छु दाजु। पिलास चाहिँ भेटेँ। हजुर अब हजुर। यो लक चाहिँ छ कि छैन हेर्छु है त। ए ल ल। अरे दाजु भाग्यमा त रहेछ नि। ए लक त बोकेरै हिँड्नु हुँदो रहेछ त। मसँग चाहिँ 220 को छ। लाग्न चाहिँ अब कुनको लाग्छ? होइन एकचोटि मिलाएर हेरौँ न। ए हुन्छ दाजु ल। ल चेन चाहिँ यहाँ चुडेको छ कि दाजु। हजुर। यो अब तपाईँको त्यो 220 को लक चाहिँ अब मिल्छ कि मिल्दैन? भिआर बाइक हो होइन। हजुर। एकचोटि चेक चाहिँ गरिहेर्नु होला हौ। ए हुन्छ नि मैले लक चाहिँ अब राम्रै हो। एकचोटि चेक चाहिँ गरौँ त। हुन्छ मैले लक पनि निकालेँ होइन। हजुर। अब यसको माथिको लक निकालौँ हेरौँ अनि चेक गरौँ न त। ए यति चाहिँ लाउनु सक्छौ भाइ? अब दाजु यस्तो म पनि पहिला धेरैचोटि यसरी ओभर परेको छु। हजुर। मैले पनि अब यसो अब गाडी कुदाएको निकै भइसक्यो। मैले पनि यसो ग्यारेजमा रिजाँदा हजुर। यो अनुभव चाहिँ यति चाहिँ बटुलेको छु कि प्लग फेर्नु यस्तो च्यान लक फेर्नु अब च्यान कस्नु चाहिँ हल्का सक्छु। ए ल यतिसम्म चाहिँ भाइलाई दुःख गरिदिनुहोस्। भाइ चाहिँ माथिसम्म पुगेमा तपाईँको धेरै हुन्छ। ल दाजु होइन यति चाहिँ मैले गरेको छु। हजुर। यति चाहिँ मैले सिकेको छु। जे सब धोका दिन्छ दिँदैन चाहिँ मिल्न चाहिँ मिलो। ल ल दाजुहरू यति सामान चाहिँ होइन बाटोमा हिँड्दा चाहिँ यसो बोकेर हिँड्नु होला। सामान च्यान लक भयो जस्तै अब प्लग्स लक चाहिँ बोकेर हिँड्नु होला। बाटोमा ओभर परिन्छ। हजुर। तपाईँहरू अब म पनि आफ्नो गन्तव्यतिर लाग्छु सामान थन्क्याएर। तपाईँहरू पनि जानु होला। ल मजाले पुग्नुहोस् ल सर। हुन्छ तपाईँहरू पनि मजाले जानुहोस्। हुन्छ बोकेरै हिँड्नु होला गन्तव्यसम्म। हुन्छ हुन्छ धन्यवाद है सर।